हालेलुया। आजको विषय छ परमेश्वर बाट इनाम कसरी पाउने। हालेलुया। परमेश्वरबाट इनाम कसरी पाउने। इनाम आज हामीलाई परमेश्वर इनाम राखिदिनु भएको छ त है, इनाम। अनि हामीले इनाम पाउने समय जो पनि हरेक कुरामा इनाम पाउनुपर्छ। संसारमा पनि कुनै काम गर्छ मान्छेले होइन, इनाम पाउनको लागि नै गर्छ। त्यसै गर्छ गर्दैन होइन। कसैले काम गर्छ इनाम पाउनको लागि, मतलब प्रफिट पाउनको लागि, मुनाफा कमाउनको लागि, उन्नति गर्नको लागि। हालेलुया हालेलुया। हो कि होइन। हामी जे पनि गर्छौँ, परिश्रम गर्छौँ, मेहनत गर्छौँ, हामी दोकान चलाउँछौँ, हामी के गर्छौँ के गर्नलाई, प्रफिट हुनको लागि, लाभ हुनको लागि, फाइदा हुनको लागि। हालेलुया। र एउटै कुरो हो, हामी विश्वासी छोराछोरीले जान्नुपर्ने कुरा एउटै हो। आज के भन्छ, मान्छेलाई युज गरेर हामीले पैसा चाहिँ कमाउनु हुँदैन, यो चाहिँ गलत हो। आज धेरै धेरै मान्छेले संसारमा त त्यस्तो छँदैछ, क्रिस्चियनमा पनि त्यस्तो छ, मान्छेलाई युज गरेर पैसा कमाउनु पर्छ। तर होइन, हामीले चाहिँ पैसालाई युज गरेर मान्छे कमाउनु पर्छ। हालेलुया। हामीले चाहिँ धनलाई युज गरेर, धनलाई प्रयोग गरेर मान्छे कमाउनु पर्छ। हालेलुया। भन्नु खोजेको चाहिँ हामीले कस्टमर कमाउनु पर्छ। बुद्धि, परमेश्वरले बुद्धि ज्ञान दिएको छ। अनि आजको विषय चाहिँ त्यो चाहिँ परमेश्वरबाट इनाम कसरी पाउने। आज है कसरी पाउने परमेश्वरबाट इनाम। बाइबलमा भनिदिएको छ कतिवटा कुराहरू। हिजो प्रार्थना गरिरहेको थियो, बेलुका पनि बजार जानु पर्यो, त बारीमा गयो, आएर फेरि बजार गयो होइन। अनि बेलुका पनि त्यति खासै वचन प्रयोग गर्न सकेन, प्रार्थना गरिरहेको थियो। अनि बेलुकामा सुतिहाल्यो। अनि फेरि बिहान चाहिँ 3 बजी प्रार्थना गर्छ भनेर सोचिरहेको थियो, तर बिहान त 5 बजेछ। हालेलुया। 3 बजी प्रार्थना गर्छ भनेर सोचेको थियो त भनेर, अनि जसम्म याद आयो र प्रार्थना गर्छ भनेर अनि प्रार्थना गऱ्यो। 3, 4, 5 बजीबाट 6 बजी 1 घन्टा त गरेन होला, 40-50 मिनट गऱ्यो होला। हालेलुया। अनि के वचन प्रचार गरौँ भन्दै सुनिरहेको थियो। अनि के गरौँ भन्दै अनि एउटा जुम मिटिङमा सब ठ्याक्कै यसो अहिले गरेको, अनि ठिकै एउटा वचन आयो क्या, मजा लाग्यो। अनि आमेन। हालेलुया। त्यसलाई नै मैले अझै अध्ययन गरेर हेरेँ क्या। आमेन। हालेलुया। मत्तीको पुस्तक खोल्नुहोस् न, मत्ती र जिसु समाचार। आज हामीले परमेश्वरबाट इनाम कसरी पाउने। के प्रार्थना गरेर इनाम पाउँछ, फास्टिङ बसेर कसरी पाउँछ परमेश्वर इनाम। परमेश्वरले आज हामीले इनाम राखेको छ, यो पृथ्वीमा पनि राखेको छ। हामी प्रभुको छोराछोरीलाई सुन्नुहोस् है, हामी क्रिस्चियन मान्छेहरूलाई चाहिँ नि हामीले यो पृथ्वीमा पनि पाउने कुरा छ, माथि पनि। माथि त 100% छैछ होइन, यो पृथ्वीमा पनि भनेको छ। यो पृथ्वीमा पनि भनेको छ तिमीलाई 100 गुणा 60 गुणा भनेको छ। अगर तिमीले मेरो लागि, मेरो खातिर, परमेश्वरको लागि, सेवाको लागि, परमेश्वरको वचनको लागि होइन, तिमीले घर छोड्यौ भने घरहरू पाउनेछ भनेको छ। यो युगमा यहाँ माथि होइन। हालेलुया। जसले दाजुभाइ दिदीबहिनीलाई छोड्छ, यही नै 100 गुणा दाजुभाइहरू दिदीबहिनीहरू भनेको छ, आमा बुबाहरू भनेको छ। हालेलुया। पत्रसले प्रश्न गरेको छ अनि यीशु मसीहलाई, पत्रसले हामी त तपाईँलाई त्यागेर तपाईँको पछि बोलाएको छ, हामीले के पाउँछ भनेको छ। अनि त्यति बेला यीशु मसीहले भनेको छ मजाले, मत्तीको पुस्तकमा, मर्कोसको पुस्तकमा, लुकाको पुस्तकमा, जसले मेरो खातिर घर जग्गा जमिन त्यागेर आएको छ त्यसले चाहिँ यो पृथ्वीमा नै 100 गुणा 60 गुणा पाउने भनेको छ। घरहरू जग्गा जमिनहरू भनेको छ, अनि माथि फेरि अनन्त जीवन भनेको छ। हालेलुया। आमेन। त्यसकारण मेरो प्रिय, हामी प्रभुको छोराछोरीले चाहिँ यो पृथ्वीमा हो। अनि हामीबाट परमेश्वर, तिमीहरूको परमेश्वर त कस्तो हुनुहुन्छ, तिमीहरूको परमेश्वर चाहिँ सुन्नुहोस् है, के सत्य हो कि होइन भनेर जाँच्ने नै आशिषहरू हो, प्रार्थना होइन। आमेन। किन बाइबल के भन्छ, जुएलको इङ्ग्लिसमा जुएल भन्छ, योवेलको पुस्तकमा लेखेको छ। त्यो खालि त्यो आधा मात्रै वचन प्रचार गर्थेँ पहिला मैले पनि त्यस्तै भन्थ्यो। त्यसपछि म मेरो आत्मा खाने हुनेछु भनेर खालि जुएलको त्यो 2:28 मात्रै 28बाट सुरु गर्थेँ खालि जहिले पनि। त्यसपछि म मेरो तर त्यसपछि भनेको चाहिँ कुन के पछाडि त्यो माथिको चाहिँ नहेर्थ्यो हामीले। 27, 26, 25, 24, 23, 22, 21, 20 चाहिँ हामी नपढ्थ्यो हामीले। आमेन। तर त्यहाँ त त्यस पछाडि भनेको त पहिला चाहिँ म तिमीलाई धन सम्पत्तिले आशिष दिन्छु भनेको रहेछ। आमेन। त्यस पछाडि म तिमीलाई आत्मालाई भर्छु, म तिमीहरूको छोराछोरीले भविष्यवाणी बोल्नेछ,
जवानहरूले दर्शन देख्नेछ, बुढाबुढीहरू सपनादर्शी हुनेछ भनेको छ। त्यहाँनिर दान वरदान पाउनेछ। त्यसपछि भनेको छ त्यो माथि चाहिँ के रहेछ त कहिले थाहा थिएन मलाई पनि, जसले पनि अहिले त्यस्तै पर्छ। तर त्यो माथि चाहिँ भनेको प्रतिज्ञा गरेको छ त्योभन्दा पहिला चाहिँ, त्यसपछि भनेको चाहिँ त्योभन्दा पहिला चाहिँ म तिमीहरूलाई धन सम्पत्ति प्राप्त गर्ने, तिमीहरूलाई धन सम्पत्ति म दिनेछु, तिमीहरूलाई म आशिष दिन्छु, तिमीहरूको त्यो लोस भएको कुराहरू, शैतानले त्यो छुडाएको कुराहरू म भरपुरी गर्नेछु। हालेलुया, आमेन। तिमीलाई उन्नतिमा लानेछु, त्यसपछि मात्रै म मेरो आत्मा खन्याउनेछु भनेको छ। हालेलुया। तर आज त्यसपछि चाहिँ बुझ्दैन, खालि त्यो पछिको मात्रै यताको मात्रै मतलब भने आत्मिक त भएको छ नि मान्छेहरू, तर छैन, भौतिकमा छैन, मतलब आर्थिकमा छैन, मतलब। आमेन, आमेन। हामीले जनवरीमा मैले प्रचार गर्दै थिएँ साँच्चै नै, होइन, यो साल चाहिँ आर्थिक स्वतन्त्रता भनेर। आमेन, हालेलुया। हुनुपर्छ, हाम्रो आर्थिक स्वतन्त्रता हुनुपर्छ। तपाईँ बुढाबुढी पति पत्नी सुन्नुहोस्, होइन, फ्यामिलीमा जति नै तपाईँ आत्मिक भयो भने पनि तपाईँ प्रार्थना गर्नुहुन्छ, तपाईँ अन्य भाषा बोल्नुहुन्छ, भविष्यवाणी बोल्नुहुन्छ, सबै कुरो गर्नुहुन्छ तपाईँ, तर तपाईँमा रुपियाँ पैसा छैन भने अशान्ति आइहाल्छ। हालेलुया, हो कि जति नै तपाईँ प्रार्थना गर्नुहोस् न, जति नै उपवास बस्नुहोस् न, जति नै तपाईँ बाइबल पढ्नुहोस् न, तर तपाईँमा घटी कमी, होइन, नानीको फिस तिर्नु पैसा छैन। हालेलुया, शान्ति आउँछ? आउँदैन। आमेन, हालेलुया। त्यसकारण गर्दाखेरि हामी आर्थिकमा पनि बढ्नुपर्छ। आमेन, फिसमा बढ्नु भनेको छ, बाइबलमा भनेको छ त, गाना पनि बनाइदिन्छ, बढ्दै बढ्दै जाउँ पछि नहटौँ भन्छ। हालेलुया। खालि बढ्दै जाउँ भनेको चाहिँ खालि त्यो प्रार्थनामा फास्टिङमा मात्रै होइन, धन सम्पत्तिमा पनि हो। आमेन, बुझ्नुभयो? अनि हाम्रो परमेश्वरलाई चिन्ने चाहिँ त्यो हो। अनि तिमीहरू के भन्छ, इजरायलको जीवित परमेश्वर, साँचो परमेश्वर भनेर तब जान्ने छ भनेको छ। त्यहाँनिर एवलको पुस्तकमा लेखेको छ, तब चाहिँ तिमी म परमेश्वर साँचो रहेछ भनेर तिमीहरूलाई मान्छेले चिन्ने छ भनेको छ। त्यसपछि मात्रै म मेरो आत्मा खन्याउनेछु भनेको छ। हालेलुया। ओके, मत्ती 6 देखाउनुहोस् न, 6 1 देखि 8सम्म पढिदिनुहोस् त। पहिले 1 पढ्दै जानुहोस्, मत्तीको 6 आज मत्ती 6 कति पढेको यो वचन हो के भन्छ, मत्ती 6 कसरी इनाम पाउने परमेश्वरबाट। परमेश्वर चाहनुहुन्छ तपाईँ र मैले इनाम पाएको, परमेश्वर चाहनुहुन्छ तपाईँ र मैले परमेश्वरबाट इनाम पाएको, अनि उहाँले इनाम दिनु चाहनुहुन्छ तपाईँ र मलाई। हाम्रो लागि स्वर्गमा धन सम्पत्ति थुपारिदिएको छ, तर कसरी पाउने? आज धेरै क्रिस्चियन मान्छेहरू खालि देखाउनको लागि गर्नु खोज्छ, खालि देखाउनको लागि, देखावटी प्रार्थना, देखावटी उपवास, देखावटी दिनु, देखावटी। अघि मैले भन्दै गरेँ जस्तो नाम लेख्नुपर्छ, कसैले दियो भने पास्टरले नाम भनिदिएन भने मेरो नाम भनिदिएन, चर्चमै आउँदैन। कतिदेखि त्यस्तो विषयहरू देखेको छ। लोभ, बाइबलले भन्छ लोभको त नाम पनि नलिनु भन्छ, लोभको त तिम्रो नाम पनि नल्याऊ भन्छ। हालेलुया। एकजना पास्टर ब्रनेट के भन्छ, अफ्रिकाको छ, उसको कहानी त बाबुले के भन्नु, अब त्यो सिरियल, त्यो मतलब फिल्मको कहानी जस्तै छ। मलाई यस्तो खतरनाक घटना उसको जीवनमा भएको छ। हालेलुया। उसले प्रायः खालि त्यो रुपियाँ पैसाको विषयमा प्रचार गर्छ, यो लोभको विषयमा उसले डाँटिहाल्छ, विश्वको नाम लोभको आत्मा निक्लिहाल भन्छ। यस्तो जुठो पनि उसले त्यो फ्याँक्यो क्या, मान्छेले खाएर फ्याँकेको पनि खाएको छ। उसको गवाई सुन्यो भने नि अफ्रिकाको प्रायः उसले खालि दिने विषय प्रचार गर्छ भन्छ, जहाँ पनि जाँदाखेरि। अहिले त त्यो गर्नु छोडेर होला, अर्को गर्छ होला। हालेलुया, बुझ्नुभयो? अनि उसले भन्छ क्या, मतलब भने उसलाई थाहा छ गरिबी, उसलाई थाहा छ मतलब भने। आमेन, हालेलुया। त्यस कारण मेरो आज धेरै किसिमका मान्छेहरू खालि देखाउनुको लागि गर्नुहुन्छ, देखावटी केही गर्नु सक्दैन। लो पढ्नुहोस् त मत्ती 6 अध्यायको। आमेन।
जसले भन्छ सबले आमेन भन्दै गर्नु। आमेन हालेलुया भनेको राम्रो हो। मैले अस्ति सर्च गरेर हेर्दा चाहिँ आमेन भनेको सहमति भएको ए हो, यस भन्नु खोजेको। आमेन आमेन भन्नुपर्छ वचनलाई क्लियर भयो। त्यो चाहिँ आमेन भनेको चाहिँ एक्सेप्ट गरेको। अब कतिवटा धेरै चर्चमा त चुपचाप बोलेकै गर्छ। यही भन्दा लास्टमा सबैजना चाहिँ हालेलुया भन्छ। त्यति आमेन हालेलुया प्रभु महिमा गरिबस्नुपर्छ। पढिदिनुहोस् त मत्ती 6 ओ जिसस एक पदबाट होसियारी बसा तिमीहरू मानिसहरूलाई देखाउनलाई के अरे फेरि होसियारी बसा तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म नगर। तिम्रो मानिसहरू छन् होसियार बसा। यहाँ टिबिएसमा यसरी लेखेर सुन्नुहोस् है, होसियार रहो भन्नुहोस् न एक दुसरालाई, होसियार रहो भनेर। होसियार रहो मानिसहरूले देखुन् भनेर तिनीहरूको सामु तिमीहरूको दान नगर। कन्टिन्यू पढ्नु त, डेमा पढ्नु त हिन्दीमा। ओके, सावधान रहो होशियार रहो मतलब माने तुम मनुष्य को दिखाने के लिए तिमीहरू मानिसलाई देखाउनको लागि अपने धर्म के काम न करो। अपने धर्म को काम मत करो, नहीं तो अपने स्वर्गीय पिता से कुछ भी फल न पाओगे। केही पाउँदैन, कुछ भी नहीं पाओगे। मैले भन्नु अघि सुरुमै के थियो, परमेश्वरबाट इनाम कसरी पाउने। हालेलुया, कुछ भी न पाओगे। होशियार यसरी नेपालीमा होशियार रहो मानिसहरूले देखुन् भनेर तिनीहरूको सामु तिमीहरूको दान नगर, नत्र स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउँदैन। 2 पद पढ्नु त, 2 पद। इसलिए जब तुम दान करे, यो 3टा कुरा क्या मैले अस्ति पहिला प्रचार गरिसकेको छ। फेरि पनि तो अपने इम्पोर्टेन्ट छ क्या, यो 3टा कुरा एकदमै जरुरी छ क्या बाइबलमा। यीशुले यो मत्ती 6 अध्यायमै भनेको छ। यो पनि मत्ती 6 अध्यायमै 3टै कुरा भन्दैको छ। जवाब के थियो, जब तुम इसलिए जब तुम दान करे तो अपने आगे तुम्हारे न बजवा। तुरही न बजवा मतलब माने घोषणा नगर मैले यति दान गरे भनेर भन्नु खोजेको थियो चाहिँ। खै नेपालीमा के रहेछ लेख्छन् 2 पद नि। यसकारण जब तिमी दान गर्दछौ तब आफ्नो अघिल्तिर तुरही नबजाऊ, जसरी कप्टीहरूले सब घर र सडकहरू हुँदो मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। अरे हेर न मान्छेहरू कस्तो छ आज। सेम आज त्यस्तै छ, मान्छेबाट प्रशंसा पाउनु पर्छ, भनिदिनु पर्छ उनीहरूलाई। यहाँबाट सूचना भनिदिनु पर्छ, फलाले यति दिएको छ, प्रशंसा गरिदिनु पर्छ। प्रशंसा पाउनलाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेको छन्। अरे के गरेर तिनीहरूले इनाम पाइसकेको छ। हामीले चाहिँ इनाम परमेश्वरबाट पाउनुपर्छ। तिनीहरूले चाहिँ परमेश्वर इनाम पाइसकेको छ, कताबाट पाइसकेको छ। तर हाम्रो इनाम चाहिँ परमेश्वरबाट आउँछ। 3 पद पढ्नु त हिन्दीमा के लेखेको छ। 3 परंतु जब तुम दान करे तो जो तेरा दाहिना हाथ करता है, जब तेरा दाहिने हातले जो दिन्छ उसे तेरा बायां हाथ जाने ना पाए, तेरो देब्रे हातले चाल्न पाओस्। हालेलुया। अब यसलाई मान्छेले फेरि के भन्नु अब हैन, यसलाई पनि मान्छेले सिधा हिसाबले लिएर फेरि बफरे पहिला त्यस्तै होला भन्थ्यो मैले पनि हैन, जस्तो सिके त्यस्तै त सिक्छ नि। हालेलुया। ओके, अहिले नानीहरूलाई सुन्ने नानीलाई जे सिका त्यही सिक्छ। अहिले यो सानो नानीले नेपाली भाषा सिक्छ, नेपाली भाषा सिक्छ, आदिवासी सिक्छ, बङ्गला सिक्छ, इङ्ग्लिस सिकाउनु त इङ्ग्लिसै सिक्छ नानीले।
हालेलुया। अनि हामी क्रिस्चियन मान्छेहरू त्यस्तै, म पनि त्यस्तै होला भन्थ्यो, सोच्थ्यो भेटी जस्तो गरेर भेटी निकाल्छ होइन, त्यो भेटी उठाउने पनि होइन, हाम्रो देउती लामो हुन्छ होइन, रातो कपडाको यस्तो उठाउने अहिले पनि छ, अहिले धेरैले हटाइसक्यो। हालेलुया आमेन। तर धेरै प्रायः चर्चमा अहिले पनि छ त्यो। अनि यो भनिदिएको छ दैनी हातले दिएको देब्रे हातले खाना पाउँछ। अनि यस्तो पहिले छुट्याएर घरबाट हो ल्याएर आउँछ यहाँनिर, यस्तो गर्थ्यो, यस्तो गरेर निकाल्थ्यो। त्यस्तै सोध्थेँ मैले पनि, अब त्यस्तै सिकेको रहेछ, अरू त्यस्तै गर्दो रहेछ हो। भाइ बहिनी वचन पनि पढेर सुनाउँथ्यो, त्यो आफूले पनि पढेको थियो, देख्नु हुँदैन यो हातले यस्तो मतलब भने। अहिले पनि सेम त्यस्तै भइरहेको छ। यस्तो भन्नु खोजेको होइन एक्चुअली चाहिँ। आमेन हालेलुया। मतलब दैनी हातले दिएको देब्रे हात चाल्न पाओस् भनेको चाहिँ मतलब भने मान्छेलाई देखाउनु नखोज भनेको, मान्छेलाई देखाउनुको लागि होइन भन्नु खोजेको। नेपालीमा पढ्नु त तीन पद तरुले। तर जब तिमीहरू दान दिन्छौ, जब तिमीहरू दान दिन्छौ, तिम्रो दाहिने हातले के गरिरहेछौ सो देब्रे हातले थाहा नपाओस् भनेको चाहिँ यस्तो गरेर दिनु भनेको होइन एक्चुअली चाहिँ। थाहा नपाओस् देब्रे हातले भनेको चाहिँ अरू कसरी थाहा नपाओस्, गुप्तमा दियो भनेको। अझै तल के तिमीले दान 4 पद रहेछ त्यहाँ 4 पद के लेखेछ तिमीले तिम्रो दान तिम्रो दान कहाँ होस् अरे? तिम्रो दान हिन्दीमा पनि गुप्त लेखेछ, ताकि तेरा दान गुप्त रहे। ताकि तेरा दान गुप्त रहे। गुप्तमा देख्नु हुने। यस हालेलुया। हाम्रो दान नि केमा हुनुपर्ने रहेछ यसमा? गुप्तमा हुनुपर्ने रहेछ। आमेन हालेलुया। अनि यसमा ल 4 तिम्रो दान गुप्तमा गरियोस् र गुप्तमा देख्नुहुने तिम्रो पिता आफैले तिमीलाई हेर न। वचन कम्ती फेरि त्यहाँनिर। हालेलुया। वचन नेपालीमा फेरि धेरै कम्ती छ फेरि, इङ्ग्लिसमा नि त्यस्तो छैन। यहाँ टिभीएसमा त साँच्ची र टिभीएसमा त मजा लाग्यो। हेर्नुहोस् न यहाँ के भन्छ, तिम्रो दान गुप्तमा गरियोस् र गुप्तमा देख्नुहुने तिम्रो पिता आफैले तिमीलाई खुल्ला इनाम दिनुहुनेछ अरे। हालेलुया। दिनु चाहिँ हामीले गुप्तमा, तर परमेश्वर इनाम चाहिँ भन्नुहोस् न खुल्ला। केजिपीमा यही लेखेको छ। आमेन। दिनु चाहिँ हामीले गुप्तमा हो, परमेश्वरले इनाम चाहिँ खुल्ला दिनुहुन्छ सबले देखेर। हालेलुया। त्यसै कारण भन्छ नि हामीले जब मान्छेलाई सम्झाउँछौँ, जब मान्छेलाई हामीले के भन्छ त्यो सम्झाउनुलाई करेक्सन गर्छ नि। सुन्नुहोस् है, यसरी भन्छ क्या, करेक्सन चाहिँ एकान्तमा दिनुपर्छ र मान्छेलाई एक्लैमा करेक्सन गर्नुपर्छ। मान्छेलाई जब मान्छेलाई करेक्सन गर्छ नि एक्लैमा गर्नु, एकान्तमा गर्नुपर्छ। जब मान्छेलाई इन्करेज गर्छ नि, जब मान्छेको प्रशंसा गरिन्छ नि भिडमा गर्नुपर्छ अरे। आमेन हालेलुया हालेलुया। तर आज उल्टा गर्छ मान्छेले, इन्करेज के भन्छ करेक्सन चाहिँ भिडमा गरिपठाउँछ, प्रशंसा चाहिँ एक्लैमा गर्छ। धेरै चर्च भाँडेको छ उल्टा गरेर। तर धेरै त्यो ठुल्ठुलो स्पिकरहरू धेरै मोटिभेसनलहरूले भन्छ क्या, मतलब भने अब सत्य पनि हो यो। आमेन सत्य कुरा हो यो। हामीले मान्छेलाई हामीले के भन्छ करेक्सन चाहिँ एक्लैमा गर्नुपर्छ, तर प्रशंसा चाहिँ भिडमा गर्नुपर्छ। हालेलुया। त्यस्तै भयो परमेश्वरले आज हामी दिनु चाहिँ कहाँ पर्छ? गुप्तमा दिनुपर्छ। परमेश्वरले आशिष चाहिँ कहाँ कसरी दिनुहुनेछ? इनाम चाहिँ खुल्ला। सबले भन्नुहोस् खुल्ला। यस आमेन हालेलुया। हाम्रो परमेश्वरले छिपाएर दिने परमेश्वर हुनुहुन्न। जब तपाईँले दान हामीले गुप्तमा दिन्छ नि, परमेश्वर त हामीले छिपाएर तपाईँलाई दिने होइन, खुल्ला दिनुहुन्छ। ताकि लोग देखे, ताकि मान्छेले देखोस्। हालेलुया आमेन। ल तर कसरी दिनुपर्छ हामीले? गुप्तमा। सबले भन्नुहोस् गुप्तमा। ओ ल हालेलुया। 5 पद पढ्नु सर। 5 पद हुन्छ, हिन्दीमा पढ्दैन हुन्छ। जब तुम प्रार्थना करे, जब तुम दान करे, जब तुम प्रार्थना करे, तो कपटियों के समान ना हो। कपटियों का समान ना हो। अच्छा कपटी पनि त प्रार्थना गर्ने। हाम्रो प्रार्थना त कपटीहरू जस्तो भएको छैन, हाम्रो दान त के कपटीहरू जस्तो भएको छैन? प्रश्न। आमेन।
जब तुम प्रार्थना करे कपटियों के समान ना हो क्योंकि लोगों को दिखाने के लिए आराधनालयों में और सड़कों में मोड़ों पर खड़े होकर प्रार्थना करना उनको अच्छा लगता है। मैं तुमसे सब देखाउनको लागि मान्छेले खालि देखाउने प्रार्थना पनि देखाउनको लागि दान दिनु पनि देखाउनको लागि गर्छ आज त्यस्तै छ आज धेरै विषयहरू क्रिस्चियन मान्छेहरू सब देखाउनको लागि गर्छ हालेलुया तर हामीले चाहिँ गर्नु हुँदैन त्यसै देखाउनको लागि त्यस पछाडि तल के लेखेछ मैं तुमसे सच कहता हूँ मैं तुम्हें सच कहता हूँ वे अपना प्रतिफल पाइसके उनीहरूले आफ्नो प्रतिफल म तिमीलाई भन्दछु तिनीहरूले इनाम पाइसकेको छ परमेश्वर दिएको छैन कताबाट पाइसकेको छ हालेलुया इनाम चाहिँ सुन्नुहोस् है परमेश्वरबाट मात्र होइन र अरूबाट पनि आउँदछ पाइसकेको छ अनि तल परन्तु जब तू प्रार्थना करे तो अपनी कोठरी में जा कहाँ जा आफ्नो रुममा जा त्यहाँदेखि और द्वार बंद कर ले अपने पिता से जो गुप्त में है अपना पिता से जो काम है गुप्त में है फेरि यहाँ गुप्त शब्द आएको छ जब प्रार्थना तिम्रो गुप्तमा पिता हुनुहुन्छ अनि तब तेरा पिता जो गुप्त में देखता है तुझे प्रतिफल देगा। यस आमेन हालेलुया कति पद हो यो 6 सुन्नुहोस् है हामी यहाँ टिभीएसमा फेरि सुन्नुहोस् नेपालीमा तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस सुन्नुहोस् है र ढोका बन्द गरेर गुप्तमा हुनुहुने आफ्ना पितालाई प्रार्थना गर अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्ला इनाम दिनुहुनेछ हालेलुया हालेलुया भने दिनुमा मात्रै इनाम रहेन प्रार्थनामा पनि इनाम रहेछ बाइबल जोड्दैन होला नि तर कुन प्रार्थनामा इनाम रहेछ गुप्तमा गरेको प्रार्थना देखाउनको लागि होइन पर्सनल प्रार्थना परमेश्वरसँग बातचित गर्नको लागि यस लर्ड हालेलुया आज त्यसै कारण परमेश्वर पनि यीशु मसीह पनि भिडमा प्रचार गर्नुहुन्थ्यो भिडमा निको पार्नुहुन्थ्यो भिडलाई खाना खिलाउनुहुन्थ्यो तर प्रार्थना गर्नु चाहिँ यस आमेन हालेलुया गुप्तमा जानुहुन्थ्यो पहाडमा जानुहुन्थ्यो नदीमा जानुहुन्थ्यो हालेलुया रातभरि समय बिताउनुहुन्थ्यो हालेलुया अनि इनाम चाहिँ के कसरी दिन्थ्यो परमेश्वरले खुल्ला हाम्रो परमेश्वरले खुल्ला कहिले हाम्रो परमेश्वर देखा थियो मतलब भने छिपाएर दिँदैन क्या आमेन सात पनि पढ्दिनु ओ लर्ड जिसस हालेलुया प्रभु धन्यवाद आज साँच्चै नै इनाम परमेश्वरले यसरी इनाम दिनुहुन्छ है हामीले गुप्तमा गर्नुपर्छ हामीलाई मान्छेले प्रशंसा गर्नु हुँदैन आज धेरै मान्छे चाहिँ के गर्छ मान्छेको प्रशंसा पाउनुपर्छ क्या हामी चाहिँ मान्छेको प्रशंसा पाउनु हुँदैन मान्छेले प्रशंसा गरोस् कि नगरोस् आज पाउँछ मान्छेले च्यापसी गर्छ प्रशंसा एकछिन केही छैन जब परमेश्वरले तपाईँलाई मलाई प्रशंसा गर्छ नि वाउ हालेलुया भिडमा उठाउनुहुन्छ परमेश्वरले आमेन किनभने खुल्ला प्रशंसा गर्छ परमेश्वरले खुल्ला इनाम दिनुहुन्छ भनेको छ हामीले गर्नु चाहिँ गुप्तमा गर्नुपर्छ गुप्तमा दिनुपर्छ गुप्तमा प्रार्थना गर्नुपर्छ अनि त्यो गुप्तको पिताले चाहिँ हामीलाई इनाम चाहिँ खुल्लाम दिनुहुन्छ हालेलुया लुकाएर दिनुहुन्न तल पढिदिनु प्रार्थना करते समय अन्य जातियों के समान बकबक न करो बकबक पनि रहेछ प्रार्थना क्योंकि वे समझते हैं कि उनके बहुत बोलने से उनकी सुनी जाएगी धेरै बोल्यो भने के भन्छ धेरै लामो प्रार्थना गर्यो भने सुनिन्छ भनेर उनीहरू सोच्छ मतलब भने अनि आज धेरै ईसाईहरू पनि धेरै ख्रिस्टको जनहरू पनि त्यस्तै सोच्छ मैले लामो प्रार्थना गरेँ भने सुन्छ भनेर सुन्दैन हालेलुया अनि जति पनि बाइबलमा प्रार्थनाको कुरा गरेको छ नि पर्सनल व्यक्तिगत हाम्रो परमेश्वर व्यक्तिगत परमेश्वर हुनुहुन्छ आमेन हरेक व्यक्तिको परमेश्वर हुनुहुन्छ तपाईले छोटो प्रार्थना गर्नुहोस् गुप्तमा गर्नुहोस् पितासँग आमेन त्यति नै अरु के लेख्छ इसलिए तुम उनके समान न बनो
यसकारण तिमीहरू त्यस्तो तिनीहरू जस्तो नबना भनेको छ। क्योंकि तुम्हारा पिता तुम्हारे मांगने से पहले ही जानता है कि तुम्हारी क्या क्या आवश्यकताएं हैं। वाह वाह नेपाली पढ्नु त कति पत्ता थियो? 8 8 पढ्नु त नेपालीमा। यसै कारण यसै कारण यहाँ यसै कारण तिनीहरू जस्ता नहौ। तिनीहरू जस्तो नहौ। यसै कारण कसलाई भन्दैछ? हामीलाई भन्दैछ। आमेन हालेलुया। यसै कारण तिमीहरू चाहिँ तिनीहरू जस्तो नहौ। त्यसपछि किनभने तिनीहरूले आफूसँगै यसकारण तिमीहरू चाहिँ तिनीहरू जस्तो नहौ, किनकि तिमीहरूले उहाँलाई माग्नुभन्दा पहिल्यै तिमीहरूलाई के खाँचो छ सो तिमीहरूका पिताले हालेलुया। हामीले के खाँचो पिताले जान्नुहुन्छ। जान्दैन? के खाँचो छ जान्दैन? हालेलुया। सङ्गीतलाई थाहा छैन मेरो नानीलाई के चाहिन्छ भनेर? तुम्हारा बच्चा रोता है तो क्या करता है? तो क्यों रोता है? बोलते टूटता है? क्या करता है? दूध पिलाते हैं। आमेन हालेलुया। उसको मालूम है, उसलाई थाहा छ। एउटा नानीको आमालाई थाहा छ मेरो नानी रोयो भने किन रोएको? टुट्छ कसैले? ओ मेरो नानीलाई भोक लाग्यो भनेर के गर्छ? दुध खुवाउँछ। हालेलुया। अनि दुध त अहिले खुवाएको त किन रोएको भनेर खोलेर हेर्छ। पिसाब गरेछ लुगा फेरिदिन्छ। हालेलुया। आज एकजना आमा बाबुलाई थाहा छ मेरो नानीलाई के, आमा स्वर्गीय पितालाई थाहा छैन। आमेन भनेको त खरम थाले त। हालेलुया। प्रेज द लर्ड। मजा लाग्छ यो वचन। 16 पद पढ्दै छ। 16 17 18 16 त्यो मत्तीकै पुस्तक। वाव हालेलुया। जब हामी गुप्तमा प्रार्थना गर्छौँ, जब हामी गुप्तमा दान गर्छौँ अनि हाम्रो स्वर्गीय पिताले खुल्ला इनाम दिनुहुनेछ। आमेन। अनि हाम्रो परमेश्वर छिपाएर दिँदैन नि फेरि, खुल्ला तपाईँको प्रशंसा परमेश्वरले गर्नुहुन्छ, मानिसले होइन। पढ्नु 16। जब तुम उपवास करो तो कपटियों के समान तुम्हारे मुंह पर उदासी न छाई रहे। कपटीका समान, कपटी पनि छैन बस बस्नेहरू। हालेलुया। कपटीका समान उदासी छाए नरहे। तो कैसे करे? क्योंकि वे अपना मुंह बनाए रखते हैं ताकि लोग उन्हें उपवासी जाने। मैं तुमसे सच कहता हूँ वे अपना प्रतिफल पा चुके। परंतु जब तुम उपवास करे तो अपने सिर पर तेल मल और अपने सिर पर तेल लगाओ, तेल मल और अपना मुंह धो। ताकि लोग नहीं परंतु तेरा पिता जो गुप्त में है तुझे उपवास जाने। इस दशा में तेरा पिता जो गुप्त में देखता है तुझे प्रतिफल देगा। वाह यहाँ सुन्नुहोस् है 17 र 18। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाओ। तेल मतलब अभिषेक, तेलले अभिषेक जनाउँछ। र आफ्नो मुख धो भनेको चाहिँ आफ्नो हृदय धो, मतलब मन धो। हालेलुया। मन क्लियर राख। मुख धो भनेको धुनु भनेको होइन नि, फेरि हाम्रो शरीरको मुख सब मतलब हाम्रो हृदय मन धुनुपर्छ। आमेन हालेलुया। धो। 18 सुन्नुहोस् 18। र उपवास बसेका छौ भनी मानिसहरू कहाँ होइन तर गुप्तमा हुनुहुने आफ्ना पिता कहाँ देखा पर। अनि गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई खुल्लाम इनाम दिनुहुनेछ अरे। हालेलुया। आमेन। जब जुनै कुरा हामी गुप्तमा गर्छौँ नि, गुप्तमा दिन्छौँ, गुप्तमा प्रार्थना गर्छौँ, गुप्तमा उपवास बस्छौँ, परमेश्वरले हामीलाई इनाम खुल्ला दिनुहुन्छ। हालेलुया। जब हामी खुल्ला गर्छौँ मान्छेलाई देखाउनको लागि इनाम चाहिँ गुप्तमा हुन्छ, मतलब कम्ती हुन्छ भनेको, पाउँदैन, प्रशस्त हुँदैन। लु मलाई भन्नुहुन्छ धेरै कुरा देख्छ न थोरै देख्छ? हालेलुया। धेरै कुरा देख्छ, सानो कुरा देख्छ न ठुलो कुरा देख्छ भन्नुहोस् त?
ठुलो कुरो देख्छ। जब हामी खुल्लम खुला गर्छ सानो हुँदै देख्छ, देख्दैन त्यो किन। तर हामी जब गुप्तमा गर्छौँ खुल्लम खुला परमेश्वर देख्नुहुन्छ, देख्छ भन्नु पर्दैन। हामी हालेलुया, प्रेज द लर्ड। त्यसकारण मेरो प्रिय म तपाईँलाई भन्न चाहन्छु, प्रभुको छोराछोरीलाई हामीले देखाउटी कहिले पनि गर्नु हुँदैन। धेरै इसाई मान्छेहरू, आज क्रिस्चियनहरू मान्छेहरू प्रभुको छोराछोरीहरू आज धनी नभएको, आशिषित नभएको यही हो, खालि देखाउनुको लागि गर्छ, प्रार्थना देखाउनुको लागि गर्छ, उपवास देखाउनको लागि बस्छ, दिनु देखाउटीको लागि मेरो नाम आउनुपर्छ। धेरै जग्गा त्यस्तो छ, मलाई पास्टरले नाम भन्दैन। हालेलुया, त्यस्तो गर्नु हुँदैन हामीले चाहिँ गुप्तमा। आमेन, हालेलुया। गुप्तमा भनेको चाहिँ चुपचापमा अर्कालाई प्रशंसा गर्नु हुँदैन, अर्कालाई प्रशंसा नगरोस्। आमेन, हालेलुया। ओके, हुन्छ। हामी लुकाको पुस्तक पढ्नु त लुका। आज म यति नै पढेँ क्या, मत्तीको पुस्तक पढेँ मैले, मत्ती 6 अध्याय, अनि लुकाको 6को 22 पढ्नुहोस् त, 22-23। लुका 6 अध्याय। धन्य हो तुम जब मनुष्य के पुत्र के कारण लोग तुमसे बैर करेंगे और तुम्हारे निकाल देंगे। ओके, त्यो छोड्दिन, त्यसलाई छोडेर नि लुका 6 को 38 पढ्नु त। हालेलुया। दिया करो तो तुम्हें भी दिया जाएगा, दिया करो तो तुम्हें भी दिया जाएगा। आज पनि थाहा छैन कृष्ण मान्छेले, प्रभुको छोराछोरीहरूले यो वचन पढ्दैन कि क्या? के भनेको छ? देव र त तिमीहरूलाई पनि दिइनेछ भनेको छ। हालेलुया। आज परमेश्वरले दिने कुरा हो यो पनि, हामीले प्रभुलाई दिने, प्रभुले पनि हामीलाई दिने हो। हालेलुया। अनि आज मान्छेहरू आशिष पाउनुको लागि प्रार्थना गर्ने, फास्टिङ बस्यो। प्रार्थना फास्टिङ भनेको त यो त पर्सनल परमेश्वरसँग घनिष्ठता हो। हालेलुया। हाम्रो जीवनलाई चेन्ज गर्नु, परमेश्वरलाई चेन्ज गर्नु होइन, परमेश्वरबाट आशिष पाउनु होइन फास्टिङ भनेको। फास्टिङ भनेको, उपवास भनेको चाहिँ हाम्रो के भन्छ नैतिक जीवनहरू सुधार्नका लागि हो। हालेलुया। हाम्रो नैतिकतामा, हाम्रो नैतिक जीवनहरू बिग्रिँदै गयो भने अभिलाषहरू हटाउनुको लागि उपवास बस्नुपर्छ। उपवास भनेको चाहिँ हाम्रो आशिष पाउनुको लागि, धनी हुनको लागि होइन। त्यसपछि यो वचन के काम दिया कर त दिया जाएगा। हालेलुया। आज यो वचन कृष्ण मान्छेलाई थाहै छैन। आमेन, हालेलुया। अनि आशिष हुनको के दिया कर त दिया जाएगा। डाइरेक्ट गएर 38 पढ्ने, 35 पढ्नु त के भनेको रहेछ? 35 लुका 6 को। वरन अपने शत्रुओं से प्रेम रखो और भलाई करो और फिर पाने की आशा न रखकर उधार दो और तुम्हारे लिए बड़ा मजा लाग्यो। यो लुका 6 अध्यायमा नि यीशु ख्रीष्टले यति मजाले भनिदिएको छ क्या। फेरि पढ्नु त। वरन अपने शत्रुओं से प्रेम रखो। कसलाई प्रेम राख्नु भने कसलाई प्रेम गर्नु? शत्रुलाई भन्नुहोस् न सबले, शत्रुलाई। हालेलुया। और भलाई करो और फिर पाने की आशा न रखकर उधार दो। उधार कसरी दिने? उधार कसरी दिने? यस, हालेलुया। पाउने आशै नराखेर त्यो भन्छ। अनि त्यस पछाडि त्यो भएर म कसैलाई म दिन्छु नि, म पहिल्यै भनिदिइहाल्छु नदिनुहोस् है भनेर। पैसाको मुख काला होता है। सबले भन्नुहुन्छ पैसाको मुख काला होता है। माग्ने बेला मान्छेले यस्तो मजाले माग्छ, भोलि दिइहाल्छु नि म तपाईँलाई, भोलि दिइहाल्छु नि म तपाईँलाई भन्छ होइन। अब उसले होला दिन चालेको छ भनेर दिनुपर्छ। भोलि कतिवटा जान्छ, पैसाको मुख काला। मेरै पैसा लान्छ, मैसँग नभएर गर्छ। अनि फेरि त्यस्तो मेरो जीवनमा भएको छ। कतिजना मान्छे त्यस्तो भएको। त्यही भएर आजकल त म त पैसा दिन्छु नि, दिनु पर्दैन ल भनेर दिन्छु। अनि भोलि देखाइ पर्दैन नि। आमेन। यो बिब्लिकल हो। त्यस पछाडि और तुम्हारे लिए बड़ा फल होगा। वाओ, तुम्हारे लिए क्या होगा? बड़ा फल होगा। क्या होगा तुम्हारे लिए? बड़ा फल होगा। हालेलुया। हामीले बड़ा फल पाउने हो भने चाहिँ हामीले लिने आशा गरेर दिनु हुँदैन। हालेलुया। अनि चाहिँ के हुनेछ?
बडा फल हुनेछ। हालेलुया। ल त्यसकारण हामीले इनाम परमेश्वर प्रशंसा हामीले मानिसबाट प्रशंसा होइन परमेश्वरबाट प्रशंसा पाउनुपर्छ। आमेन। त्यो धर्म कर्म हामीले दिनुको लागि दिने काम अनि प्रार्थना काम उपवासको काम गर्दाखेरि चाहिँ हामीले चाहिँ गुप्तमा गर्नुहुन्छ। परमेश्वरले हामीलाई खुल्लमखुल्ला इनाम दिनुहुनेछ। आमेन। हालेलुया। तर धेरै मान्छेहरू आज के छ भन्दाखेरि मान्छेबाट प्रशंसा पाउनुपर्छ, मान्छेबाट प्रशंसा पाउनुपर्छ। धेरैको कम्प्लेन छ आज चर्चमा, धेरैको कम्प्लेन छ मलाई पास्टरले जयमसी भनिदिएन, मलाई पास्टरले आमाले बोलिदिएन। कोही बेला बिर्सेको हुनसक्छ। आमेन। हालेलुया। मान्छेले भन्नुहोस् कि नभन्नुहोस् प्रभुको लागि हो भनेर गर्नुपर्छ क्या, प्रभुको लागि भनेर गर्नुपर्छ। आमेन। आमेन। हालेलुया। अब हितोपदेश पढ्नु त 27 को 1 पद, हितोपदेश 27 को 1 पद। हालेलुया। जब हामी परमेश्वरलाई हामी गुप्तमा गर्नुहुन्छ नि, हामी गुप्तमा जब प्रार्थना गर्छौँ हामी होइन पितासँग गुप्त हामीले परमेश्वरले आशिष चाहिँ कति दिनुहुन्छ? खुल्लमखुल्ला आशिष दिनुहुन्छ। आमेन। त्यसरी लुकाएर दिनुहुन्न हाम्रो परमेश्वर खुल्लमखुल्ला। अनि म पनि त्यस्तै हो। हालेलुया। जब तपाईँहरू परमेश्वरमा तब राम्रो हुन्छ खुल्लमखुल्ला तपाईँहरूलाई आज खुल्लमखुल्ला प्रशंसा गर्नुपर्छ मान्छेको, गुप्तमा गर्नु हुँदैन। आमेन। इन्करेज चाहिँ गुप्तमा गर्नुपर्छ। इन्करेज मतलब करेक्सन चाहिँ। हालेलुया। सम्झाउने कुरामा चाहिँ पढ्नु त के लेखेको छ? जब तुम किसी हाकिम के संग भोजन करने को बैठे तब इस बात को मन लगाकर सोचना कि मेरे सामने कौन है। 23 को 1 होइन 27 को 1, 27 को 1 नेपालीमा भेट्यो? भोलि को धाक न लगा। के अरे भोलि को धाक न लगा। भोलिको दाग नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा छैन। छैन। 2 पद पढ्नु त। तेरो मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। अरू कोहीबाट होस्। हालेलुया। हामीले के आशा गर्नुपर्छ ताकि अरू कसैले हाम्रो प्रशंसा गर्नुपर्छ। आमेन। आज धेरै मान्छे चाहिँ के छ आफ्नो प्रशंसा आफै गर्न खोज्छ। धेरै मैले चर्चमा यस्तो पनि सुनेको छ, पास्टरहरूले प्रचार गरिवरी सोधिहाल्छ आज मेरो वचन कस्तो भयो। हालेलुया। मैले कति साल मैले अरुणाचलमा 1.5 साल सेवाकाई गरेँ, कहिले सोधिनँ आज वचन कैसा लगा। तर मैले धेरै पास्टरले सुनेको छ वचन बोलिवरी के भन्छ थाहा छ? आजको वचन कैसा लगा? अच्छा नहीं लाग्ने से भी अच्छा लगा त भनिदिनु पर्यो नि। हालेलुया। आमेन। हो कि सोधिपछि त कहाँ ठिक लागेन कहाँ भन्छ त अनि। आमेन। मैले खुद सुनेको छ, धेरैले चाहिँ सोधिहाल्छ गलत हो त्यो, राम्रो लागेन आफैले भनिहाल्छ नि आज गरेर वचन राम्रो थियो। आमेन। हालेलुया। अरूबाट प्रशंसा कति मजा आउँछ। वाउ, आफैले सोधेर पाउनु त के हो त्यो त? कसले गर्छ प्रशंसा चाहिँ? अरूले गर्नुपर्छ। आमेन। हालेलुया। हामीले राम्रो काम गर्नुपर्छ, गुप्तमा गर्नुपर्छ, प्रशंसा अरूले हाम्रो गर्नुहुन्छ। आमेन। हालेलुया। आज एक दुईवटा वचन हेरौँ न ल हामी। के भन्छ दोस्रो कोरिन्थियस 10 अध्यायको 18 पद पढ्नुहोस् त। दोस्रो कोरिन्थियस 10 अध्यायको 18 पद। पाउलले पनि के भन्छ यो कुरामा घमण्ड गर्ने विषयमा। आज रोमी के भन्छ एरिमियाको पुस्तकमा लेखेको छ यो वचन हमेसा जोनी लिबरले हाम्रो प्रभुको दास जोनी लिबरले यो प्राय भन्छ, जहाँ पनि मैले प्रचारमा सुने यो वचन चाहिँ भन्छ हामीले कुनै कुरामा धनको घमण्ड पनि एरिमियाको पुस्तकमा लेखेको छ। हामीले धनीले धनमा घमण्ड नगरोस्, के भन्छ बलवानले आफ्नो बलमा घमण्ड नगरोस् भनेको छ त्यहाँनिर। तर घमण्ड गर्नु पर्यो भने पनि यस कुरामा घमण्ड गरोस्, म परमेश्वरलाई चिन्दछु भनेर घमण्ड गर्नुपर्छ। हालेलुया। तपाईँ मेरो घमण्ड चाहिँ यो हुनुपर्छ, म ख्रिस्टमा आएको छु। आमेन। म ख्रिस्टको सन्तान हो। आमेन। प्राय अनि प्रभु दास जोनीले भनिरहनुहुन्छ। आमेन। हालेलुया। त्यो हामीले घमण्ड चाहिँ गर्नु पर्यो त्यसमा गर्नुपर्छ। अनि पाउलले पनि त्यही कुरा गर्छ।
म घमण्ड गर्नु परे तापनि म मेरो कमजोरीको विषयमा म घमण्ड गर्छु भन्छ। हालेलुया। मेरो राम्रो म अच्छाइमा घमण्ड गर्छु भन्दिनँ, तर धेरै प्राय मान्छेहरू चाहिँ के आफ्नो अच्छाइमा घमण्ड गर्छ। तर पावलले चाहिँ, प्रभुको दास पावलले चाहिँ भन्छ म घमण्ड गर्नु परे तापनि मेरो मेरो कमजोरीको लागि म घमण्ड गर्छु, मेरो यो कमजोरी छ। पढ्नुहोस् त के भन्छ पावलले, पढ्दैमा दोस्रो कोरिन्थी 10:18। क्योंकि जो अपनी बड़ाई करता है वह नहीं, परंतु जिसकी बड़ाई प्रभु करता है प्रणाम किया जाता है। वाह 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 वाह, हालेलुया। फिर एक जोर से बहनी, जोर ले। क्योंकि जो अपनी बड़ाई करता है, क्योंकि जो अपना बड़ाई करता है, मैं वो हूँ, ये हूँ, वह नहीं, परंतु जिसकी बड़ाई प्रभु करता है वही ग्रहण किया जाता है। लेकिन जिसका बड़ाई परमेश्वर प्रभु करता है उसको ही ग्रहण किया जाता है। यस, हालेलुया। नेपालीमा कोही पढ्दैन त नेपालीमा? ओ जिसस, हालेलुया, प्रेज द लर्ड, हालेलुया। किनकि आफ्नो तारिफ आफै गर्ने मानिस, किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, मानिँदैन। परमेश्वरले स्वीकार गर्दैन आफ्नै तारिफ गर्ने मान्छे। अनि तर प्रभुले तारिफ गर्नुहुने मानिस तारिफ गर्छ हामीलाई। कसले तारिफ गर्छ? हाम्रो प्रभुले। तपाईँ मेरो तारिफ प्रभुले गर्नुपर्छ। जब प्रभु हामी राम्रो काम गर्छौँ, जब प्रभु हामी राम्रो गर्छ, तारिफ प्रभुले गर्नुहुन्छ। आमेन। शाबास छोरा, शाबास छोरी। मान्छेले होइन। के हुन्छ अरे? गर्नुहुने मानिस चाहिँ स्वीकार गरिनेछ। किनकि जसले आफ्नो प्रशंसा गर्छ त्यो होइन, तर जसलाई प्रभुले प्रशंसा गर्नुहुन्छ उही ग्रहण योग्य ठहरिन्छ अरे। हालेलुया। 12:11 पढिदिनुहोस् त, त्यही दोस्रो कोरिन्थी 12:11। हालेलुया, हालेलुया, प्रेज द लर्ड। खुसी हुनुहुन्छ? यस, हालेलुया। ल, त्यसकारण हामी कहिले पनि हामीले मान्छेको प्रशंसा लिनु हुँदैन। यस, प्रभुले प्रशंसा गर्नुहुन्छ हाम्रो। मैं मूर्ख तो बना, परंतु तुम ही ने मुझे यह करने के लिए विवश किया। तुम्हें तो मेरी प्रशंसा करनी चाहिए थी, क्योंकि यद्यपि मैं कुछ भी नहीं तो भी उन बड़े से बड़े प्रेरितों से किसी बात में कम नहीं हूँ। 12:11 नेपालीमा भेट्यो कसैले? 12:11 म यहाँ म नेपाली पढ्दैछु। 12:11 गर्व गरेर म मूर्ख बनेको छु अरे। पावलले के भन्छ? म आफूलाई गर्व गरेर म मूर्ख बने अरे। गरेछ एकपल्ट त घमन आएछ नि पावललाई पनि। घमन आउँछ, सबै मान्छेलाई आउँछ। पावलमा एकपल्ट आएछ क्या यहाँनिर, आफूले स्वीकार गर्दैछ यहाँनिर। गर्व गरेर म मूर्ख बनेको छु, तिमीहरूले मलाई कर्म बारे अरे। मण्डलीले गर्दा बस्छ। हालेलुया, हालेलुया, आमेन। अनि किनकि तिमीहरूद्वारा मेरो प्रशंसा हुनुपर्ने थियो। विश्वासीको प्रशंसा पास्टरले गर्नुपर्छ, पास्टरको प्रशंसा विश्वासीले गर्नुपर्छ। हालेलुया। एकार्का प्रशंसा गर्नुपर्छ, सत्य प्रशंसा तर भागको प्रशंसा। किनभने म केही नभए तापनि म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरू भन्दा कम छैन। 10:12 पढिदिनुहोस् त, त्यही कोरिन्थी नै खतम थियो। 10:12 म पढिहाल्यो ल नेपालीमा। किनकि आफ्नो प्रशंसा गर्ने कुनै मानिसको गन्तीमा आफूलाई राख्न वा तिनीहरूसँग आफूलाई तुलना गर्न हामी साहस गर्दैनौँ। तर ती आफूलाई एकअर्कासँग नापजोक गर्नेहरू र एकअर्कासँग आफूलाई तुलना गर्नेहरू बुद्धिमान होइनन् अरे। हालेलुया, हालेलुया। ल, त्यसकारण मेरो अन्तिममा यही भन्न चाहन्छु, आज हामीले चाहिँ परमेश्वरबाट इनाम पाउनलाई चाहिँ गुप्तमा गर्नुपर्छ। हाम्रो प्रशंसा मान्छेले गर्नु हुँदैन। धेरै मान्छेबाट प्रशंसा खोज्छ, नखोज्नुहोस्। त्यही भएर आज पनि उन्नति भएको छ। कृष्ण मान्छेहरू गरिबीमा छ, होइन, तकलिफमा छ, अशान्तिमा छ, झगडामा छ, दिइरहेको छ, दशम दिइरहेको छ, प्रार्थना गरिरहेको छ, उपवास बसिरहेको छ। तर मान्छेलाई देखाउनको लागि, मान्छेबाट प्रशंसा पाउनको लागि जब हामी गुप्तमा गर्छौँ, गुप्तबाट परमेश्वर देख्नुहुने गुप्त पिताले खुल्ला दिनुहुन्छ भन्छ। अनि तपाईँले मेरो प्रशंसा परमेश्वरले गर्नुहुन्छ। आमेन, हालेलुया। हामी यहाँ प्रशंसा गर्दैनौँ, हामी हाम्रो चर्चमा प्रशंसा गर्दैनौँ। यसले यति आज धेरै चर्चहरूमा त दशंश पनि के भन्छ
पढेर सुनाउँछ, फलानालाई यति दिएछ, वाह 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 वाह, फलानाको यति दिएछ, वाह वाह वाह, माथिबाट छैन। बाइबलले भन्छ खुसी साथ दिनेले हर्षसँग दिनेलाई परमेश्वर आशिष दिनुहुन्छ भन्छ। हालेलुया। दिनेलाई आशिष दिन्छ भनेर छैन बाइबलमा। कुन हिसाबले दियो हो क्या? यीशुले त गरेन त, वाह 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 यो 10,000 दियो, वाह 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 भनेन, बाइबलमा लेखेन, उत्रै छैन। बाइबलमा के भन्छ? एउटा विधवाले 2 पैसा होइन 1 पैसा, आधा पैसा, 1.5 पैसा कति दियो भन्छ, सबभन्दा बेसी यही विधवाले दियो भन्छ। हालेलुया। आमेन। उनले कसरी दियो? आफ्नो जीविकै दियो भन्छ। आमेन। हालेलुया। ल त्यसलाई प्रशंसा गर्नुहुन्छ। हुन्छ यो वचन सबैले प्रभुले आशिष दिनु। आमेन। हालेलुया।